विभिन्न 7 राजनैतिक दलले विदेशी हस्तक्षेप र साम्राज्यवाद विरुद्ध संयुक्त आन्दोलनमा आउन अपील गरेका छन्। सन् 1816 मा भएको सुगौली सन्धि हुँदै एमसीसी सम्झौतासम्म आइपुग्दा नेपालका शासकहरूको प्रत्यक्ष र परोक्ष सहभागिता रहेको भन्दै उनीहरूले विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका हुन्। यस्तै भदौ 3 गते नेपाललाई कुनै पनि जानकारी नदिई भारत र चीनले लिपुलेक मार्गबाट हुने सीमा पार व्यापार सम्झौता खारेज गर्न माग गरेको छ। नेपाल कम्युनिस्ट पार्टी, समाजवादी कम्युनिस्ट पार्टी नेपाल, श्रमिक जनता पार्टी नेपाल, ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी नेकपा विद्रोही र नयाँ समाजवादी मोर्चाले आज संयुक्त विरोध कार्यक्रम गर्दैछ। सन् 1816 को सुगौली सन्धि, सन् 1950 को असमान सन्धि, कोशी गण्डक सम्झौता, टनकपुर सम्झौता, महाकाली सन्धि, विपा सम्झौता, एमसीसी सम्झौता आदिमा नेपालका शासक प्रत्यक्ष परोक्ष रूपमा त्यसमा सहभागी छन्। यसै सिलसिलामा भारत र चीन सरकारबीच यही भदौ 3 गते कालापानी लिपुलेक पासबाट व्यापारिक मार्ग खोल्ने भनी गरिएको सहमतिले नेपालको स्वाधीनता, आत्मनिर्णय र भौगोलिक अखण्डता विरुद्ध राजनैतिक हस्तक्षेप गरेको छ। त्यसलाई भारत र चीनले अविलम्ब खारेज गर्नुपर्छ, आज पत्रकार सम्मेलन गरी उनीहरूले भनेका छन्।